तपाईँ हामीले गर्नुपर्छ, तपाईँले फेरि हेर्ने कुरा पनि होइन। तपाईँ हामी सधैँ मिलेर गर्नुपर्छ। यो देशलाई, यो समाजलाई हामी रूपान्तरण गरी छाड्छौँ है। आज जहाँ फोहोरै फोहोर छ त्यहाँ फुलै फुल फुलाउनुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँ यसको सानो उदाहरण धरानको महानगरपालिकामा आएर हेर्न सक्नुहुन्छ। जहाँ हिजो गुमुट मात्रै थियो त्यहाँ अत्यन्तै सुन्दर हामीले पार्कहरू निर्माण गरेका छौँ। जहाँ फोहोर छ त्यहाँ फुल, भन्नुहोस् त एकचोटि, जहाँ फोहोर छ त्यहाँ फुल है। जहाँ उजाड पाखा छ त्यहाँनिर पनि तपाईँको हराभरा वन जङ्गल हामीले बनाउनुपर्छ। त्यो जाँगर तपाईँको हातमा छ। पेटको लागि मात्रै नबाँचौँ हामी पेटको लागि मात्रै बाँचिरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। हामी पेटको लागि मात्रै बाँचिरहेका छौँ। हामी दुःख गर्छौँ, विदेश जान्छौँ, यो गर्छौँ त्यो गर्छौँ, मलाई त्यस्तो दुःख भयो भन्छौँ, तर त्यो सबै हामीले हाम्रो पेटको लागि मात्रै गरेको, पेटको लागि मात्रै गरेको। हामीले हाम्रो देशको लागि एक थोपा पसिना बगायौँ। आज हामीले हाम्रो देशको लागि पसिना बगाएका छैनौँ। अब तपाईँ हामी मिलेर यो देशका लागि पनि तमर नदी जस्तै पसिनाको नदी बगाउनुपर्छ। तपाईँहरू सहमत हुनुहुन्छ? पसिनाको नदी बगाउनुपर्छ। अब हामीले यो देशमा, यो देशका लागि पसिनाको नदी नबगाइन्जेल हुँदैन। पेट त चरामुसाले पनि पालेको छ नि, छैन? तपाईँले टेक्ने माटोमा यसो राम्रो हेर्नुहोस्, कमिला कुदिरहेको हुन्छ, उसले आफू पेट पालेको। तर त्यो कमिला भन्दा पनि हामीले सिकेनौँ है। कमिलादेखि पनि हामीले सिकेनौँ। कमिलाले लाम लागेर यसरी ताँटीमा होइन, अगाडि एउटा कमिला पछाडि अरू पनि गाह्रो तपाईँको चाहिँ काम गरिरहेको हुन्छ। त्यो कमिलाबाट सिकौँ, मौरीबाट सिकौँ। म त्यो भन्न चाहन्छु सबै